सबैजना ब्लग। आज चाहिँ म मेरो क्लासको लागि एटेन्ड गर्न जानु लागेको अनि के म त बोल्नै आउँदैन हो गाइस, के बोल्ने हो भन्ने हुन्छ। आज फर्स्ट सेकेन्ड डे हो क्लासको चाहिँ, सेकेन्ड डे क्लास जानु लागेको। पुरा हिँडी जानुपर्छ के गर्ने। यसपालि चाहिँ कति छिटो गर्मी सुरु भएको अनि म चाहिँ रेडी भएर घरबाट निस्केको। सानो भाइहरू छ नि कुरिरहेको छ। त्यहाँ चाहिँ मलाई गाडीले कुरेर बसिरहेको छ। म चाहिँ गाडीमा जाने हो के गर्ने। म चाहिँ हाम्रो गाडीले कुरिरहेको छ। अब म चाहिँ त्यही गाडीमा जान लागेको। म चाहिँ गाडीको लास्ट सिटमा बसिरहेको गाइस। म चाहिँ गाडीबाट झरेर हिँड्दै जानु लागेको गाइस। म चाहिँ गाडीबाट झरेँ। अलिकति हिँड्नुपर्छ मलाई चाहिँ। गाडीले चाहिँ तल रोकिदिनु न भन्दा माथि रोकिदिनु भयो। उतैबाट हिँड्दै जानु लागेको। हामी चाहिँ गफ गर्दै जानु लागेको गाइस। मैले एउटा कपी अनि पेन किन्नु छ। आज पनि म ढिलो आउँछु टुक्कै गाडी भनेको। आज पनि मेरो हावा छिटो भइरहेछ। म चाहिँ एक्लै हिँडिरहेको। साथी बन्नु छ भने मसँग क्लास एटेन्ड गर्नु छ भने आउँदा हुन्छ। एक्लै हिँड्दा कति गाह्रो भइरहेछ मलाई चाहिँ। अनि मेरो पसल पनि आएन। मैले चाहिँ पसलमा गएर कपीहरू किन्नु थियो, पेनहरू किन्नु थियो मेरो क्लासको लागि। पसल पनि आइपुगेन। म चाहिँ हल्का बिरामी जस्तो गाह्रो भएर होइन। त्यो अटोले चाहिँ बुटलको प्रोब्लमै आइसक्यो। जत्रो जाँदा पनि अटोलाई होइन भन्दै हिँड्नु पऱ्यो। अनि म चाहिँ अब गफ गर्दै हजुरहरूसित अनि म चाहिँ क्लास पुग्न आँटेको। अब कहाँ पुग्न आँट्यो त्यत्रो धेरै छ अझै। मलाई चाहिँ यस्तो गाह्रो परिरहेको एक्लै हिँड्नको लागि। कोही साथी नभएर के गर्ने। गाह्रो भनेको त जाने बेलामा हो, आउने बेलामा त बरु सजिलो हुन्छ। अब त्यहाँबाट गाडी गर्छु भने नि हुन्छ, त्यहाँबाट अटोमा जान्छु भने त्यो फर्किने बेलामा आउने बेलामा चाहिँ लास्टै गाह्रो हुने कि गाइस। त्यो अनि एक्लै टुक्टुक हिँड्नु पर्यो। कोही बोल्ने पनि छैन, सुन्नु पनि भइरहेछ। यो त हाइवे छ, यो चाहिँ हाम्रो भैरवा जाने हाइवे हो। म चाहिँ पार्कबाट हिँडिरहेको। यति बेला चाहिँ अफिस टाइम, क्लास टाइम, स्कुल अफिस टाइम भएको भएर होला। बाटो पनि यस्तो भिडभाड छ। पार्कबाट हिँड्नु लागेको। यहाँ चाहिँ भाइरल गोर्खे मुभी ल्याएर है, हाम्रो मुभी हल छ यहाँ। चाहिँ भाइरल गोर्खे गोबर गणेश भन्ने मुभी लगाइरहेको छ है। म चाहिँ पहिला डेल्टा जान्छु होला। आफूलाई चाहिने बुकहरू अनि पेनहरू कपीहरू किन्छु होला। अनि त्यसपछि फर्केर चाहिँ सक्छु होला। अब के गर्छु। अब क्लासमा चाहिँ आधा घन्टा टाइम त्यसै छ। मेरो क्लास चाहिँ अझ स्टार्ट नभएको कारण म चाहिँ यो पसलमा कपी किनेर अनि कुरेर बसेको। अब क्लास स्टार्ट हुन अझै छ 15-20 मिनट। अनि क्लास स्टार्ट भएपछि चाहिँ बल्ल क्लासमा जान्छु। त्यतिखेरसम्म चाहिँ यहाँको सिस्टरसँग बसेर गफ गर्दै मेरो क्लास ठाउँमा आइपुगेको गाइस। अब क्लासमा जान्छु। अब चाहिँ क्यामेरा यो चाहिँ मेरो क्लास हो गाइस। आज चाहिँ म क्लास अलिक छिटो आएको कारणले हाम्रो क्लासमा धेरै साथीहरू नआउनु भएको। उहाँ चाहिँ हाम्रो टिचर हामीलाई आएर पढाउनु थाल्नुभयो। अनि सबैजना बसेर पढ्न लागेको। अनि हाम्रो क्लास भ्याइने टाइम भयो अनि सबैजना घर क्लासबाट निस्केर घर जानको लागि चाहिँ मैले यहाँ कुरिरहेको। गाडी आउँछ अनि म घर जाने हो।